कोट्याउनु बिस्तारै कोट्याउनु यो के हो यो एकछिन 1 मिनेट एकछिन तैँले मलाई डाँटी छैन के हो यो नडाँटी भन अब बोल के हो यो के हो लु भन यो के हो भन छिटो भन छिटो यो के हो यो के हो यो के हो लु भन खुट्टा हो आमा खुट्टा हो कि होइन आमा खुट्टा हो तैँले पुरेको होस् हो तैँले अघि के भनेको थिइस् तैँले आमा कहाँ जानुभयो भन्दा त कतिखेर कहाँ हिँड्नु भएको भनेर भनेपछि भन्ने भन एकछिन त हल्ला नगर्नु है एकछिन हल्ला नगर्नु है तपाईँको फोन छ पुलिस बोलाउनु फोन गर्नु पुलिसलाई फोन गर्नु तेरो म कर्तुत मलाई अघि बिहानैदेखि मलाई डाउट भइरहेको थियो क्या बुझिस् के पर्दैन कसैलाई फोन नगर्नु पुलिसलाई चाहिँ बोलाउनु न छोडिदिनु पुलिसलाई चाहिँ फोन गर्नु केटा तँलाई म भन्दै थिएँ नि बुझिस् यो के हो यो के हो यो लु हेर तेरो आँट कतिसम्म रहेछ के हो यो यो के हो फोन चाहिँ गर्नु नि 100 मा फोन गर्नु त 100 मा फोन गर्नु अघि पनि बिहान त विचार गरेको हो यहाँनिर हेर यो के गरेको यो फेक जस्तो त छैन हो त्यही मतलब बेसी लाग्यो हजुर त्यो भलिकोमा थाहा होला सर अहिलेसम्म जानकारी छैन कि भनेको तपाईँहरू त हेड क्वार्टरबाटै हो नि होइन हेड क्वार्टरदेखि नै हो कि सबै इन्फर्मेसनहरू थाहा हुन्छ होला नि हुनलाई त अब जस्तो घटनाहरूको त तपाईँहरूलाई त्यसमा चाहिँ यतिपट्टि अब हेड क्वार्टरसम्म पुगेको छ भने चाहिँ हुन्छ ए हुन्छ सर हस् हुन्छ तसर्थ केही घन्टादेखिबाट सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै धेरै भाइरल भइरहेको छ घटना हेर्दाखेरि साँच्चीकै जस्तो देखिन्छ रियल जस्तो देखिन्छ अहिले हामीले नेपाल प्रहरीको केन्द्रीय कार्यालय हेड क्वार्टरमा पनि फोन गऱ्यौँ त्यहाँ फोन गर्ने क्रममा पनि त्यहाँको सञ्चार शाखाले यो विषयमा नेपाल प्रहरीको हेड क्वार्टरसम्म केही कुराहरू आइसकेको छैन के आयो भने भोलिसम्म थाहा हुन्छ भने हेर्दाखेरि तरै भागको जस्तो आकलन गर्न सकिन्छ र उनकै छोराले केही दिनदेखिबाट आमा हराएको भनेर आफैले भन्दै हिँडेका र स्थानीयले शङ्का गरिसके पछाडि आएर खन्ने क्रममा चाहिँ आमालाई त्यहाँनिर चाहिँ गाडेको जस्तो भिडियोमा प्रारम्भिक रूपमा सहजै देख्न सकिन्छ जहाँ यो आमाको के हो यो के हो भन्ने जस्ता कुराहरू स्पष्ट रूपमा देख्न सकिन्छ यो आमाको खुट्टा हो कि होइन हेर भनेर पनि भनिएको छ यो घटना कहिलेको हो के हो कसो हो भन्ने विषयमा हामी फलोअपमा रहने नै छौँ तपाईँ हामीलाई हेर्दै गर्नुहोस् अहिले भने एकजना छोरा जसले आफ्नै आमालाई गाडेका रहेछन् भन्ने भिडियोमा प्रष्ट थाहा हुन्छ मेरो साथी टिभी हरपलको सहयात्री